Hello, I am Srijan Shrestha from Safarika College. Today I'll be testing my high fidelity prototype for G1 a paid adoption system. Previously I worked on the low fidelity paper prototyping. Now I'm gathering feedback through Gorilla testing. This test will help me identify how users interact with the system and what improvements are needed before development. मेरो नाम चाहिँ श्रेया श्रेष्ठ म चाहिँ आज जीवन्तु भन्ने वेबसाइटको चाहिँ टेस्टिङ गर्दैछु मैले चाहिँ आफ्नो कन्सेन्ट फर्म चाहिँ भरिसकेँ सो आज चाहिँ म आफ्नो एउटा पेटको अपोइन्टमेन्ट बुक गर्न गइरहेको छु म चाहिँ यहाँ स्क्रोल डाउन गरेर चाहिँ यो पेट मलाई राम्रो लाग्यो सो मैले यसको डिटेल्स हेर्न खोज्दा चाहिँ मलाई साइन इन पेजमा चाहिँ डिरेक्ट गर्यो सिन्स आई डोन्ट ह्याभ माई इमेल एन्ड पासवर्ड सो मैले चाहिँ यता साइन अपको लागि क्लिक गरेँ सो रेजिस्टरको लागि मैले आफ्नो सबै नेम यो फर्महरूमा सबै आफ्नो डिटेल्सहरू भरेँ र साइन अप गरेँ यही साइन अप गरेपछि चाहिँ मैले फेरि यसमा साइन इन गरेँ सो अब मलाई चाहिँ आज बेला भन्ने पेटको चाहिँ अपोइन्टमेन्ट बुक गर्न मलाई सो मैले यहाँ क्लिक गरेँ यसको चाहिँ डिटेल्सहरू यहाँ सबै दिएको रहेछ सो मलाई यो डग चाहिँ मन पर्यो सो मैले बुकिङको लागि यहाँ बुकिङ ट्याबमा क्लिक गरेँ आफ्नो नाम फोन नम्बर इमेलहरू चाहिँ सबै भरेँ र कुन डेट र कति बजे भनेर क्लिक गरेर मैले आफ्नो अपोइन्टमेन्ट चाहिँ बुक गरेँ Okay, any feedback? इट्स प्रिटी नाइस मलाई राम्रै लाग्यो सिन्स यो बुक गर्ने सिस्टम चाहिँ मैले अरू वेबसाइटहरूमा चाहिँ खासै देखेको थिइनँ सो नयाँ फिचर्स थियो राम्रै छ Thank you. हेलो एभ्रिवान मेरो नाम चाहिँ श्वेता श्रेष्ठ सो आज चाहिँ म हाई फिडिलिटी टेस्ट गर्न गइरहेको छु पेड एडप्सन सिस्टमको सो सुरु गर्दाखेरि यो चाहिँ होम पेज रहेछ सो होम पेजमा स्क्रोल गर्दै जाँदाखेरि चाहिँ यता लिस्ट अफ क्याटेगोरिज अनि तल चाहिँ लिस्ट अफ पेट्सहरू छ सो मलाई चाहिँ एउटा पेट एडप्ट गर्नु मन लाग्यो सो यो एउटा पेटलाई म एडप्ट के अरे क्लिक गर्छु क्लिक गर्दा चाहिँ मलाई यसले लगइनमा रिडाइरेक्ट गर्यो सो अहिलेसम्म चाहिँ मैले यसमा कुनै अकाउन्ट बनाएको छैन सो म चाहिँ यो साइन अप फर फ्रीमा क्लिक गर्छु यसमा चाहिँ मैले अब मेरो नाम इमेल पासवर्ड राखेपछि फेरि साइन अपमा क्लिक गर्छु साइन अप क्लिक गरेपछि मलाई यसले लगइनमा लग्यो सो लगइनमा चाहिँ म अघिको इमेल र पासवर्ड राखेर लगइन गर्छु लगइन गरेपछि मलाई यसले फेरि होम पेजमा रिडाइरेक्ट गर्यो सो होम पेजमा गएपछि अघिको जसरी एउटा पेटलाई क्लिक गर्छु क्लिक गरेपछि चाहिँ यसले यो पेटको डिस्क्रिप्सन अनि यताबाट एड टु कार्ट चेकआउट पनि गर्न मिल्दो रहेछ सो तल स्क्रोल गर्दै जाँदा यता रिभ्यू पनि एड गर्न मिल्छ सो एउटा रिभ्यू चाहिँ लेखेर म यता सबमिट गर्छु सबमिट गरेपछि चाहिँ मलाई यसले मेरो रिभ्यू भर्खर पोस्ट गरेको रिभ्यू चाहिँ यता रिडाइरेक्ट गर्यो Okay, any feedback? सो फिडब्याक दिँदा चाहिँ यसको युआई युएक्स चाहिँ राम्रो छ इन्टरेक्टिभ छ होम पेज पनि यसको इन्फर्मेसनहरू पनि राम्रै राखेको छ सो एउटा अझै फिचर एड गर्नुपर्दा चाहिँ यसमा एउटा च्याट फिचर भएको भए अझै सजिलो हुन्थ्यो मलाई जस्तै मलाई यो पेटको बारेमा अझै इन्फर्मेसन चाहिएको छ भने यतै च्याटबाट मैले सोध्न मिलेको भए अझै राम्रो हुन्थ्यो नमस्ते मेरो नाम चाहिँ प्रतीक थापा आज मैले यो जीवन्तु एपमा को हाई फिडिलिटी टेस्टिङ गर्न गइरहेको छु मैले यसको कन्सेन्ट फर्म चाहिँ भरिसकेँ अब यो एपमा हामीले एउटा पेटलाई एडप्ट गर्नलाई के गर्नु पर्दाखेरि सुरुमा साइनअप गर्नु पर्यो साइनअप गऱ्यौँ हाम्रो यहाँ नाम इमेल पासवर्ड हालौँ त्यसपछि अब सिधै लगइन गर्न मिल्छ यो साइन इन गऱ्यौँ हामीले अब त्यसपछि अब यहाँ मध्ये एउटा कुकुरलाई एडप्ट गर्न मन लाग्यो लेट्स से हामीलाई बेलालाई एडप्ट गर्न मन लाग्यो यसको डिस्क्रिप्सन दिएको छ बेला यसको अमाउन्ट छ ₹500 यसको डिस्क्रिप्सन छ 2 वर्षको एब्सोल्युट विथ अ बोल्ड पर्सनालिटी यो एग्रेसिभ हुन्छ अफर ट्रेड्स
पेसेन्स। फेरि यसमा धेरै रिभ्यूहरू पनि छ। स्विट डग, डु नट टच, फर्डी फ्रेन्ड्स, घर बाहिर हिलोमा खेलिरहेको थियो। ओके, सो अब म यसलाई चेकआउट गर्न जान्छु। चेकआउट गर्दाखेरि यसको डेलिभरी एड्रेस र फोन नम्बर हाल्नुपर्छ। त्यो हालेर म अब यसलाई एड गरिदिन्छु। पेट एडर भयो। अब केही रिभ्यू, केही फिडब्याक? फिडब्याकको रूपमा सायद एक हिसाबले हेर्दाखेरि एकदम राम्रो छ। मोस्ट फिडब्याकमा यताउति अलिकति कुकुरको बारेमा डिस्क्रिप्सन राख्दै पनि कुकुर कस्तो ब्रिडको हो, टोटल ब्रिडको बारेमै लेख्दा भएको भए चाहिँ यता अझै मान्छे चलाउनु सजिलो हुन्थ्यो। ल ओके, सो अप्सनहरू ठिक छ। यो एडप्टेड भयो। अब कहिलेसम्म हुन्छ, कहाँ गएर आउनुपर्ने, त्यो सबै कुरा नै भयो भने झन् सजिलो हुन्छ। ओके, थ्याङ्क यू। अलराइट। हेलो एभ्रिवान, मेरो नाम चाहिँ सुजल खड्का हो। आज म चाहिँ यो पेड अडप्सन सिस्टम टेस्टिङ गर्दैछु अनि अहिलेको लागि चाहिँ म होम पेजमै छु। अब स्टार्ट गरौँ यो चिज। यहाँ जाँदाखेरि मलाई लगइन भनेर आयो। अब म अलरेडी यसमा रजिस्टर युजर छुइनँ, त्यही भएर म साइन अप फर फ्री गर्छु। यसमा मैले मेरो नाम साम हालिराख्नु पर्यो ल, अनि यो पछि हामी लगइनमा जाउँ। ल अब हामी जीवान्तुको होम स्क्रिनमा आइसकेका छौँ। अब आउट अफ all those options म चाहिँ as a contact us मा थिच्छु। I'll choose this। अब यो कन्ट्याक्ट इन्फर्मेसन इज भेरी युजफुल। अब के यहाँनिर आफूलाई अन्डरस्ट्यान्डेबल चिजहरू लागेन भने यु क्यान गो अहेड एन्ड के अरे टाइप इट अप अनि कन्ट्याक्ट गर्न मिल्यो। अब यसमा आफूलाई जे मन लाग्छ त्यही लेख्न पायो। अब आफ्नो के हुन्छ यहाँ फिडब्याकदेखि लिएर अर्डर जे पनि लेख्न पायो। अनि यो गरेर मेसेज हेज बिन सेन्ड हुन्छ। एनी फिडब्याक? फिडब्याक चाहिँ अब त्यस्तो फिडब्याक त केही पनि छैन। अनि फर्स्ट थिङ मैले नोटिस गरेको यो उयसमा चाहिँ वेब पेजमा चाहिँ भने धेरै सिम्पल छ अनि अन्डरस्ट्यान्डेबल छ सबैजनाको लागि। यो चिज त्यस्तो नभएको कुराहरू त केही पनि छैन। एभ्रिथिङ इज हियर। सबै चिज राम्रो छ, अन्डरस्ट्यान्डेबल छ अनि इजी पनि छ। यसले गर्दाखेरि सबैलाई इजी हुन्छ। त्यही हो, फिडब्याक त त्यस्तो केही पनि छैन। एभ्रिथिङ इज फाइन विथ दिस। थ्याङ्क यू। यु आर वेलकम। सो गुड आफ्टरनुन एभ्रिवान। सो आज चाहिँ मेरो साथीले एउटा नयाँ वेबसाइट बनाएको रहेछ अनि मैले त्यसको रिभ्यू गर्दैछु। अनि यसको नाम चाहिँ के अरे जीवन्तु रहेको छ। अब यसमा चाहिँ मेनली यसको मोटिभ चाहिँ अब अर्फेनेज भन्दा नि अब यो कुकुरहरूलाई चाहिँ एडप्ट गर्ने तरिका हो। अनि यो चाहिँ अब वेबसाइट बनाएको भएर यसो यहाँबाट चाहिँ हामीले अब कुकुरहरूलाई एडप्ट गर्न सकिन्छ। अनि त्यसमा चाहिँ हाम्रो धेरै अप्सनहरू पनि छ। अनि त्यसपछि अब यो वेबसाइट चलाउनलाई चाहिँ पहिला चाहिँ हामीले साइनअप गर्नुपर्छ। अनि यहाँबाट चाहिँ हामीले साइनअप गर्न सकिन्छ। मसँग अहिले साइनअप लगइनहरू पनि छ जुन चाहिँ म लगइन गर्छु। अनि यहाँबाट साइनअप गरेपछि अब यो अहिलेलाई मैले यो साइनअप गरेको छु। अनि यो साइनअप भएपछि चाहिँ अब तपाईँको यो भित्र यो पोर्टलभित्र आउँछ। अनि यहाँबाट मलाई अब कुन कुकुर मनपर्छ, कुन डग मनपर्छ, पपिजहरू जुन मनपर्छ त्यहाँबाट चाहिँ मैले यो लिन सक्छु। अनि अब अहिले त अब हामीसँग थोरै नै रहेछ नि त। अनि अहिले भएकोमा चाहिँ मलाई चाहिँ अब यो बेला भन्ने मन परेको छ। अब इफ मलाई यो किन्नु मन छ भने यो वेबसाइटबाट सजिलै मैले किन्न पनि सक्छु। अनि यहाँबाट इफ मैले एड टु कार्ट गरेँ भने यहाँबाट चेकआउट पनि गर्न मिल्छ। अनि यो एप चाहिँ मलाई एकदम यो वेबसाइट चाहिँ मलाई एकदम मन परेको छ। यसले गर्दाखेरि एकदम सजिलो पनि भयो। अनि म एउटा अझै फिडब्याक पनि दिन चाहन्छु मेरो साथीलाई। अब यो कोही मान्छेलाई चाहिँ अब कुकुर किनेपछि अब उसको हेरचाह कसरी गर्ने, उसको खानेकुराहरू कसरी गर्ने त्यो पनि अलिकति एड अन गऱ्यो भने चाहिँ अझ राम्रो हुन्छ जस्तो लाग्छ मलाई। अनि कुकुरहरूलाई चाहिने अब सेल्टर होम्सहरूदेखि लिएर त्यो खानेकुरा अनि त्यो चाहिने त्यो हाइजिनको कुराहरू, मेडिसिनहरू त्यो पनि राखिदियो भने अझ बेटर हुन्छ जस्तो लाग्छ मलाई। ओके, थ्याङ्क यू। हेलो, मेरो नाम चाहिँ ईशान माझी। म चाहिँ आज यो जीवन्तु भन्ने वेबसाइटको रिभ्यू गर्न चाहँदैछु। अनि मैले कन्सेप्ट फर्म चाहिँ गरिसकेँ।
सो यसको वेब पेज चाहिँ यस्तो रह होम पेज अनि जस्तै मलाई कुनै कुकुर मन पर्यो भने यसरी थिच्यो भने सिधै साइन इन लिङ्क साइन अप पेजमा रिडाइरेक्ट हुँदो रह मसँग अकाउन्ट छैन मैले साइन अप गरेँ साइन अप भयो साइन अप गरेपछि अब साइन इन गरेपछि ठ्याक्कै त्यही पेजभित्र रिडाइरेक्ट गरिदिन्छ रह अब जस्तै मलाई एउटा कुकुर राम्रो लाग्यो मैले थिचेर त्यो कुकुरको डिस्क्रिप्सन यसरी हेर्न मिल्दो रह फोटोहरू पनि अनि त्यसपछि यहाँ डिस्क्रिप्सन अनि रिभ्यूहरू पनि हुँदो रह यो रिभ्यू चाहिँ अब एडअप गर्न लाग्यो अब कोही दिएको रिभ्यू बुझिनँ मैले यो चाहिँ अब जस्तै मन पर्यो मलाई एड टु कार्ट गरेँ एड टु कार्ट गरेपछि अब चेकआउट गरेर डेलिभरी एड्रेस फोन नम्बर गरेर एडप्ट नगरेपछि सक्सेसफुली एडप्टेड ओके एनी फिडब्याक जस्तै अब यो त जसले पनि गर्नु मिल्यो नि त जसले पनि आफू डेलिभरी एड्रेस हाल्यो नम्बर हाल्यो पिक नि हुनसक्छ त्यो भेरिफाई गर्नुको लागि चाहिँ केही गर्नु चाहिँ पर्छ जस्तो छ यसलाई हुन्छ किनकि अब नम्बर र एड्रेस त जसको नि हुन्छ हस् थ्याङ्क यू वेलकम